बालेन्द्र शाहको ठाउँमा अरू कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो, यस्तै हो, यही नै गर्नुहुन्थ्यो। यही हो। मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्षी दलको नेता भएको भए यतिकै हो, अझै भन्दा कडा होला। त्यो प्रधानमन्त्री भनेको कसैको चाहिँ नि बिहा होइन के होइन। हिजो अर्को मान्छे थियो, आज अर्को छ, भोलि अर्को आउला होइन। संसदप्रति जवाफदेही बन्ने कि नबन्ने प्रधानमन्त्री के संसदलाई हेप्ने जतिखेर मन लागेको छ आएको छ गएको छ। राष्ट्रपतिले उता चाहिँ नि होइन पढिराख्नु भएको छ, हिँडिदिनुहुन्छ गरी होइन। एउटा गरिमा खोइ त। तपाईँले बालेन्द्र शाहको रिस गरेको डाहा गरेको त होइन? फेरि उहाँले मेरो के खाइदिएको के लगाइदिएको छ र तपाईँको चाहिँ डाहा गर्ने? मेरो काम चाहिँ के हो त? न त जनताको मैले सरकारलाई एकाउन्टेबल बनाउनु पर्छ कि पर्दैन? जवाबदेही बनाउनु पर्छ कि पर्दैन? जवाब दिनुपर्छ पर्दैन प्रधानमन्त्रीज्यूले होइन? संसदलाई हेप्ने, संसद भनेको सबैभन्दा ठुलो निकाय हो जहाँ यो देशमा चल्ने कानुन बन्छ, जहाँबाट नै तपाईँको चाहिँ नि प्रधानमन्त्री होइन तपाईँको चाहिँ नि मन्त्री परिषदको चाहिँ तपाईँको के हो त भन्दा प्रधानमन्त्री चुनिन्छ। त्यहाँबाट सर्वोच्च अदालतमा पढिने कानुन पनि बन्ने ठाउँ त्यही ठाउँ हो।